अगाडि आएर बोल्ने सक्ने कसरी हुन्छ भने हाम्रो सरले भनिदिनुहुन्छ ल 2 शब्दमा प्र्याक्टिस हो पहिले चाहिँ उसलाई जे मन लागेको छ त्यो बोल्न अगाडि दिनुपर्छ किनभने विषय नराम्रो भएको उसलाई चाहिँ इच्छा नलागेको उसले नजानेको विषय बोल्न त्यो पनि डराउँछ उसलाई जानेको विषय ल एउटा सिनेमाको बारेमा केही कुरा भन्छ सिनेमाको रिभ्यू गर्दा भने पनि सिनेमाको रिभ्यूले आउन सक्छ फुटबल खेलमा हिजो कस्तो भयो भन्छ भने पनि भन्न सक्छ सजिलो विषयबाट उसलाई बोल्न दिनुपर्छ अगाडि बसेर पहिलो उभिने कन्फिडेन्स हुनु पर्यो खुट्टा काम्ने हुन्छ मान्छेको डराउने हुन्छ त्योबाट चाहिँ उसलाई छुटकारा दिँदै गइसकेपछि जस्तो सुकै विषयमा उसले बोल्दै 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 जाने हुन्छ त्यसको लागि चाहिँ घरमै पनि उसले प्र्याक्टिस गर्नको लागि यो ऐना अगाडि हेरेर ऐनाको अगाडि चाहिँ बोल्न सिक्नुपर्छ टुक्क हामी कतिलाई गराउँछु बच्चाहरूलाई गराउँछु जसले चाहिँ कार्यक्रमहरू उनीहरूले बोलेका हुन्छन् र त्यो बोल्ने बनाउनको लागि चाहिँ उसलाई नै जे विषयमा राम्रो ज्ञान छ त्यही विषयमा बोल्न सुरुमा लगाउनु पर्छ सबै ढुक्रो भइसकेर हेर त त्यहाँ सङ्क्रान्ति मनाउनु जाऊँ न त आँप चाहिँ फल्दै रहेछ है फुलेको नि छ खै आँप ल अब हामी तलतिर घर हेर्न आएको खुट्टा कामेर गाह्रो छ है गाह्रो भयो त आजको भ्लग चाहिँ हाम्रो तिमीमा पसलबाट स्टार्ट भइसकेको छ र हामी चाहिँ दुईजना यतापट्टि छौँ तिमी यतापट्टि हामी चाहिँ अब बजारतिर जाँदैछौँ कि अनि के कस्तो हुन्छ बजारमा के छ कस्तो छ होइन त्यो चाहिँ हाम्रो फुल भिडियो तपाईँले हेरि भएपछि थाहा पाइ जानुहुन्छ भन्दै अब खाजासाजा खाएर हिँडिसक्यौँ के गर्नु गाह्रो छ अब आफ्नै जिल्लामा आएर पनि नहिँडेर त काम भएन अब यसो हिँड्यो भने त नयाँ नौलो खबर देखि घर्रा गयो के वास्तै हुँदैन अनि त्यो यसो हेर्नु पाएको छ हाम्रो जिल्ला चाहिँ यस्तै छ गाई छ अनि तिम्रो कस्तो लागिरहेको त हिँड्नु पाउँदा भन ल रमाइलो भयो यो डाँडै रमाइलो डाँडा हो कि फेरि यो नामै रमाइलो डाँडा हो अनि हामी यहाँ ठ्याक्कै यो पुरानो के अरे ओखलढुङ्गा जिल्लाकै दोस्रो होला यो एफएम स्टेसन चाहिँ यहाँनिर छ यो घरमा छ के हटिसक्यो कि थाहा भएन है 15-16 वर्ष अगाडि चाहिँ यहाँनिर थियो अनि के हो कसो हो केही थाहा छैन के को भयो यो पिच भएको छ यो मासपसहरू छ अनि यहाँ धेरै मान्छेहरू आफ्नो गर्नुपर्छ भन्ने कुरो होइन यहाँ पुरानो म यहाँ रेडियो सेडियो बिग्रिँदा बनाउन आउने ठाउँ पनि आइसकेको छु अब अनि हामी अगाडिपट्टि पनि जान्छौँ पसलहरू छ यहाँ हटिसकेको छ यो पो हो कि यही हो यहाँ छ ल फेरि अब हामी भ्लग चाहिँ फेरि तल बजार पुगेपछि गर्छौँ हामी हिँडेर जान्छौँ कति टाइम लाग्छ पुरै आत्महत्या गरेर बसिरहन् सिकुटीहरू हेर्न पर्रादेखि त्यहाँ छ ल यहाँ कति धेरै छ दिदीले बेचिरहनु भएको छ सेन्डहरू पनि पाउँछ जस्तो छ र यता पनि सेन्डहरू पाएर आएको जस्तो छ हाम्रो रुम्जेटारको हाई सेकेन्डरी स्कुल छ है अनि यहाँ चाहिँ आज रिजल्ट आइरहेको छ ठ्याक्कै त्यतिखेर म पनि यहाँ ठ्याक्कै आइपुगिरहेको कि अनि यहाँ सरहरू पनि हुनुहुन्छ हाम्रो हेड सर पनि अगाडि हुनुहुन्छ त्यो पर यहाँ सरहरू पनि यतै हुनुहुन्छ अनि अगाडि यहाँ बास्केटबलहरू पनि खेल्थ्यौँ हामीले है अनि यहाँ अहिले म्याडमहरू पनि यतै हुनुहुन्छ अनि पुनः सर यहाँ बक्क भिडियो खिच्दैछु म चाहिँ उहाँ चाहिँ गफ गरिराख्नु भएको छ आज रिजल्ट रह सबैको अनि यहाँ चाहिँ सरस्वती मन्दिर अनि यहाँ चाहिँ हामी धेरै बस्थ्यौँ आपको फेदहरू पनि यहीँ छ अहिले जस्ता जस्तै धेरै राम्रो भइरहेको छ अनि अहिले चाहिँ अब सरहरू पनि 2-3 जना नयाँ चेन्ज हुनु भएको छ हाम्रो हेड सर पनि हुनुहुन्छ यहाँनिर हामी हेड सरदेखि लास्टै डराएको थियौँ उहाँ हेड सर पनि हुनुहुन्छ अनि अब आज रिजल्ट के कस्तो हुन्छ अब कति फेल पास हुने थाहा भएन है यो पछाडिपट्टि पनि जान्छु अनि डेस्क बेन्चहरू अहिले चेन्ज भइसकेको छ अहिले तत्कालको लागि अनि यहाँ तलतिर जाँदैछु म